हेलो साथीहरु, आज चाहिँ यहाँ रोमनले चाहिँ धेरै दिन बाद चाहिँ मैले खासै भिडियो बनाउँदैछु धेरै दिन बाद। अन्त आज चाहिँ यहाँ रोमनले चाहिँ मासु बनाउँदैछ घरेलु कुखुराको है। अन्त यहाँ चाहिँ मासु छ, अन्त घरेलु कुखुराको यो चाहिँ कर्ची मर्ची हो। यो चाहिँ मसला पिनेर रेडी गरेको छ रोमनले। यहाँ चाहिँ प्याज, यो चाहिँ यो मासुको लागि हो, सब्जीको लागि, यो सब्जीको लागि। अन्त यहाँ चाहिँ कर्ची मर्चीको लागि चाहिँ प्याज छरिँदैछ है हाम्रो तेलमा। अन्त यहाँ चाहिँ फर्सीको मुन्टा हो, यो चाहिँ सादा। अन्त यो चाहिँ पाके भन्दा पनि हुन्छ, यो चाहिँ फर्सीको मुन्टा हो। यहाँ चाहिँ रोमनले खोर्सानी डल्ले खोर्सानी है, घरकै डल्ले खोर्सानी चाहिँ एड गरिसकेको छ। यहाँ चाहिँ कर्ची मर्ची एड गरिसकेको छ है। अब मसलासँग अब चिली पाउडर चाहिँ हाल्न आँटेको छ है, कर्ची मर्चीको लागि चिली पाउडर कर्ची मर्ची हाल्दैछ। अब के हाल्छ, कर्ची मर्ची चाहिँ यतिको भइसकेको छ। अब उसले चाहिँ यहाँ चाहिँ नुन हाल्नु आँटेको छ है। यहाँ चाहिँ नुन पनि गइसकेको छ, नुन पनि गइसकेको छ अब है। फेरि हाम्रो चाहिँ मासुको लागि चाहिँ उसले चाहिँ ग्यास जलाइसकेको छ है, कराई राखिसकेको छ। यो त चाहिँ कर्ची मर्ची छ, यहाँ चाहिँ मासु पकाउन आँटेको छ नि त ठुलो कराईमा बसिसकेको छ। अब यो मासु चाहिँ यहाँ जान्छ है। यहाँ चाहिँ सरसोको तेल चाहिँ उसले यो मासुमा चाहिँ सरसोको तेल हालेको, सरसोको तेलमा बनाउँछु भनेर। अन्त अघि कर्ची मर्चीमा चाहिँ रिफाइन हालेको थियो नि त, यो चाहिँ यो मासुमा चाहिँ सरसोको तेल हाल्दैछ उसले है। तेल पनि अब खाइसकिसकेको छ है। यहाँ चाहिँ अब प्याज चाहिँ एड गर्छ उसले, प्याज पनि है। प्याज चाहिँ अब हाल्दैछ यहाँ। अब यो प्याज खाइदिन्छ अलिक टाइम लाग्छ, फेरि हाम्रो प्याज त्यतिको खाइसकेको छ है। अब चाहिँ यहाँ चाहिँ हल्दी एड गर्नु पर्छ रोमनले, हल्दी एड भइसक्यो। अब चाहिँ अन्त यो मसला उसले फेरि एड गर्दैछ यहाँ, मसला पनि हालिसकेको छ है। अब यसलाई एकछिन पकाउँछ। अब यो मसला अलिक पकाउँछ, यो मसला चाहिँ एकछिन पाकिसकेको छ है साथीहरु। अन्त अब चाहिँ यो मासु एड गर्नु जाँदैछ रोमनले। यो मासु चाहिँ मसलामा जान्छ। यो चाहिँ मासु चाहिँ मसलामा अब त्यो रेडी भइसकेको छ फेरि। अब यहाँ चाहिँ रोमनले चाहिँ मसलाहरू हाल्छ, मासु एड गरिसकेको छ। अब यसमा नमक हाल्छ, मिर्च हाल्छ है। अब यहाँ चाहिँ मिर्च जाँदैछ है साथीहरु। यहाँ चाहिँ मासु चाहिँ पाकिसकेको छ, अन्त यहाँ पनि कर्ची मर्ची पनि पाकिसकेको छ। हाम्रो चाहिँ दुईटा पाकिसकेको छ है त।